नमस्कार। हामी चाहिँ सर्वमङ्गलम सर्वदा अन्तर्गत चाहिँ विद्यालयमा भएको कृषि कर्म विद्यार्थीहरूले विद्यालयमा चाहिँ किताबी कोरा ज्ञान मात्रै पढ्दैनन्, प्राविधिक रूपमा चाहिँ कृषि सम्बन्धी कर्महरू आफै गर्छन्, आफै पढ्छन्, पढ्दा पढ्दै कमाउँछन् र कमाएको पैसा विद्यार्थीका हकितमा प्रयोग गर्छन् भन्ने हाम्रो जुन उद्देश्य छ नवजीवन माविको, त्यही अन्तर्गत चाहिँ आज हामी कक्षा 10 का भाइ बहिनीहरूसँग यहाँ यतिखेर आइपुगेका छौँ यो टनेलमा। भाइ बहिनीहरू के छ, ठिक छ नि? अनि आज के गरियो? आज गोलभेडामा डोरी हाल्यो, झाडु खाल्यो, पानी हाल्यो। अनि यहाँ भर्खरै फल्दै गरेको भन्दा पनि भर्खरै फुल खेल्दै गरेको गोलभेडाको बोट देखिरहेको छु मैले त। भाइ बहिनी हातमा त गोलभेडाको पोका पनि बोकेका छन्, फेरि बेच्नलाई प्लास्टिक पनि हातमा छ। अनि यो कसरी सम्भव भयो? यो सम्भव सबै माथिको हाम्रो स्कुलमा 3टा टनेल छ। खासमा 3टा टनेलमा एउटा टनेलमा चाहिँ भर्खरै गोलभेडा रोपिएर यत्रो भएका छन्, कोही सानै छन्, कोही फुल खेलिरहेर अलिअलि उत्पादन भइरहेको छ। अनि माथिको चाहिँ फलेर उत्पादन गरेर पनि बिक्री भइरहेको छ, आम्दानी पनि भइरहेको छ। अनि भाइ बहिनीले यति राम्रो गोलभेडा फलाउने क्रममा तपाईँहरूले कसरी समय व्यवस्थापन गर्नुहुन्छ त? पढ्नु पनि पर्ला होइन, एक्जाम पनि दिनु पर्ला। आज त भर्खरै तपाईँहरूको एक्जाम पनि थियो होइन र? एक्जाम पछि पढाइ गरेर अनि घर जाने समयमा अलिकति समय निकालेर यहाँ अलिअलि पानी लगाउने, डोरी हाल्ने अनि अलिअलि उत्पादन भएको टमाटोहरू बिक्री पनि गर्ने। वाउ, व्हाट अ ग्रेट वर्क है, एकदम राम्रो।